सोच त तिमी बिहानै उठ्छौ, एकचोटि ठुलो सास फेर्छौ अनि सडनली तिमीलाई आफ्नो बडीमा सुपर ह्युमन इनर्जी जस्तो फिल हुन्छ। तिमी कुकुरभन्दा नि छिटो दौडिन सक्छौ, पहाडहरू सजिलै चढ्न सक्छौ। तर जब तिमी आफ्नो किचनमा जान्छौ, त्यो भित्तामा हुने सानो माकुरा पनि अहिले ठुलो कुकुर जत्रै भएको छ। स्वागत छ फ्याक्ट जोन नेटमा। आज हामी त्यो संसारमा जानेछौँ जहाँ अक्सिजन डबल छ। यो यात्रा सुपर हिरो मुभी जस्तो होइन, एउटा नाइटमेयर जस्तो हुनसक्छ। सो लेट्स डाइभ इन्टु इट। सबैभन्दा पहिलो चिज इन्सेक्ट्स। हाम्रो लङ्स हुन्छ, तर इन्सेक्ट्सहरूको बडीमा सानो सानो ट्र्याकिया नलीहरू हुन्छन्। अक्सिजन डबल हुने बित्तिकै उनीहरूको बडीले धेरै इनर्जी एब्जर्ब गर्छ अनि उनीहरूको साइज पनि ठुलो हुन्छ। हिस्ट्रीमा पनि कार्बोनिफेरस पिरियडमा यस्तै भएको थियो, जहाँ अक्सिजन धेरै हुँदा फट्याङ्ग्राहरू पनि इगल जत्रा ठुलो हुन्थे। त्यो बेला इमेजिन गर, तिम्रो घरको मस्किटो अहिले चरा जत्रो ठुलो भइरहेछ। के त्यो तिमी संसारमा बाँच्न सक्छौ? अब कुरा गरौँ हाम्रो कुरा शरीरको मात्र पनि होइन, हाम्रो टेक्नोलोजीको पनि। कार्स, एयरप्लेन्स अनि फ्याक्ट्रीको इन्जिनहरू इन्टर्नल कम्बसनले चल्छन्। अक्सिजन डबल हुने बित्तिकै फ्युल धेरै इनर्जीको साथमा बल्छ। यसले कारको स्पिड त बढाउँछ, तर इन्जिनहरू सेकेन्ड्स भरमै ओभरहिट भएर पड्किन्छ। एयरप्लेनको लागि हावा धेरै डेन्स हुन्छ, जसले गर्दा नयाँ डिजाइनको एयरक्राफ्ट बनाउनु पर्छ। हाम्रो पुरा मेकानिकल वर्ल्ड नै चेन्ज गर्नुपर्छ। सबैभन्दा डरलाग्दो कुरा आगो। हाई अक्सिजनमा एउटा सानो झिल्कोले पनि डढेलो लाग्न सक्छ। पुरा पृथ्वी एउटा डढेलोको गोलो बन्न सक्छ। हाम्रो लङ्सले पनि त्यो अक्सिजन टक्सिसिटी सहन सक्दैन। हाम्रो ब्रेन सेल्सहरू भित्रैदेखि बर्न हुन थाल्छन्। यदि हामी केही गरेर बाँच्यौँ भने पनि हाम्रो इभोल्युसन कस्तो होला त? हाम्रो हाइट बढ्छ, हाम्रो स्ट्यामिना बढ्छ, तर हामी धेरै एग्रेसिभ हुन सक्छौँ। लाइफ फास्ट फरवर्डमा चल्दैन, तर पृथ्वीको ब्यालेन्स बिग्रिन्छ। ठुला जनावरहरू झन् ठुला हुन्छन् अनि ह्युमन्सलाई फुड चेनको टपमा बस्न गाह्रो हुनसक्छ। सो अक्सिजन डबल हुनु भन्नाले सुपर हिरो बन्नु होइन, बल्कि एउटा क्याओटिक संसारमा बस्नु हो। नेचरको पर्फेक्ट ब्यालेन्स नै हाम्रो लागि सबैभन्दा ठुलो गिफ्ट हो। तिमीलाई के लाग्छ? के त्यो हामी त्यो जाइन्ट स्पाइडरको संसारमा बाँच्न सक्थ्यौ? कमेन्टमा भन। अनि यस्तै माइन्ड बेन्डिङ फ्याक्ट्सको लागि चाहिँ फ्याक्ट जोन नेपलाई सब्सक्राइब गरौँ। म तपाईँहरूलाई अर्को भिडियोमा भेट्नेछु यस्तै क्रिस्प फ्याक्टहरूसँग।